बाबाले बहिनीलाई कका की सिकाउन थाले। उसले अक्षर औँलाले देखाउँदै दोहोर्याई तेह्राई पढ्न थाले। म छेउमा गएर उसले हातले देखाएको अक्षर कुन हो मनमा नै आफू पनि त्यसको उच्चारण गर्दै भुइँमा अक्षरहरू कोर्न थाले। उसले पटक पटक 10औं 20औं चोटि दोहोर्याएकीले मेरो दिमागले छिट्टै टिपिहाल्यो। लेख्दा पनि उसले धेरै पटक लेख्नु परेकाले कापीका पानाहरू धेरै सकिए। मलाई भने मौका साह्रो मजाले परेको थियो। उसले लेखेर फालेका कापीहरूले पनि मलाई ठुलै मद्दत पुर्याए। दिउँसो कोही नभएको बेला घिस्रिँदै गएर थोत्रा कापीहरू फालेको ठाउँबाट बटुल्थे र त्यहाँ भएका अक्षरहरू मनमा नै धोको पुगुन्जेल दोहोर्याउने तेह्र्याउने गर्थे। अङ्गार पनि मैले भेट्ने ठाउँमा फालिएको हुन्थ्यो। अङ्गारले ढुङ्गामा लेख्थे। बाबा आमा भाइ बहिनी घर नफर्कुन्जेल मेरो दिनभरिको कामै त्यही हुन्थ्यो। उनीहरू घर फर्किएको गन्ध पाउने बित्तिकै परै देख्दै हतार हतार अङ्गारले कोरेको ढुङ्गामा माटो हालेर खुट्टाले दलेर मेटिहाल्थे। त्यो थोत्रो कापी पनि उनीहरूले हतपत नदेखिने ठाउँमा राख्थे। बस आफू उनीहरूले छोडेकै अवस्थामा जस्तै स्वाभाविक रूपमा बस्थे। अङ्गारले घर कोर्नु हुँदैन रे, ऋण लाग्छ रे भन्थे र केटाकेटीलाई त्यसरी कोर्दा हप्काउँथे। बाबा आमाले कोर्न दिँदैनथे, तर मैले उनीहरूका आँखा छली छली अङ्गारले मजाले लेखिदिए या कोरिदिए। यसरी नै सिकेर जाने मैले अक्षर। मान्छेले अरूसँग सञ्चार गर्ने माध्यम नपाएपछि त्यो कसरी खोज्दो हो तपाईँ कल्पना गर्नुहोस्। म त्यही माध्यमविहीन केटी थिएँ, तर म मान्छे थिएँ, कुनै पशु थिइनँ। मसँग धेरै कुराहरू नभए पनि सोच्ने र चिन्तन गर्न सक्ने दिमाग थियो। अरूले भनेको सुन्न सक्ने कान थिए अनि धमिलै भए पनि आँखामा केही देख्न सक्ने शक्ति र खुट्टाका औँलाहरूमा केही चलाउन सक्ने शक्ति बाँचेको थियो। यी थोरै मात्र थिए काम लाग्ने चिज मसँग। अरू त सबै बेकममा थिए। हो, यिनै थोरै चिजबाटै संसारसँग आफू जोडिने पुलको निर्माण गरेकी थिए। म त्यो समयका ती पलहरू कहिले बिर्सन सक्दिनँ, जहाँबाट मैले जिन्दगीका पानाहरूमा सुनौला रङ भर्न सुरु गरेकी थिएँ। हो, मेरा जीवनका यस्ता खण्डहरू पनि छन् जुन खण्ड पल्टाउँदा म स्वयं पनि स्तब्ध र हर्षित एकैचोटि हुन पुग्छु। मैले कका किकी अनि गेसम्म कहिले माटोमा सिन्काले कोरेर, कहिले अङ्गारले ढुङ्गामा कोरेर भए पनि जाने। कति सुखद पाना थियो त्यो। त्यसलाई कसैले पल्टाएर हेर्न पनि खोजेन त्यति बेला। कसैले मैले भुइँमा कोर्दै गरेको देखे भने यसले जानेर के फाइदा, उही भुसमाथिको लिउन हो भन्थे। क्या गजबको छ हामी नेपालीहरूको परम्परा चालचलन। निर्बल प्रति माया ममता राख्ने त कहाँ हो कहाँ, उनीहरू सबै कुरामा